समाजमा क्षमताको कुरा हुन्छ के कसले कति गर्न सक्छ उसको क्षमताभित्र बसेर उसले गर्न सक्ने गर्छ गर्न सक्ने नसक्नेले गर्दैन भन्ने कुराहरू गर्छ हाम्रा समाजका बौद्धिक वर्गहरू नेताहरूले जो मान्छे क्षमतै नभएर पनि कुनै ठाउँमा बसिरहेछ उसले कुनै कुराहरू गर्नै सकेका छैन र पनि ऊ सम्बन्धित ठाउँमा पुगेको छ र कसैको आसेपासे भएर कसैसँग लागेर र पनि केही गर्न नसकेर पनि त्यहाँ पुगेको छ क्या अनि त्यही मान्छेहरूले के भन्छ भन्दाखेरि कोही मान्छे अगाडि क्षमता भएको मान्छेहरू अगाडि आउन खोज्छ जसले जस्तो दक्षता ल्याछ त्यो दक्षतामा निपुण भएका मान्छेहरू अगाडि आउन खोज्छ उसलाई आउन दिँदैन समाजको अन्तर्विरोध हेर्नुहोस् है अनि त्यही अन्तर्विरोध हुने क्रममा जसले शासन गरिरहेछ जसले ऊ ठाउँमा पुगेछ गर्न सक्ने मान्छेलाई पनि अगाडि सार्दैन र उसले नै भन्छ क्षमता भएपछि त्यहाँ आउने क्षमता के पार्टीको झोलै बोकेर त्यही चाहिँ तपाईको हाकिमहरूको चाकरी नै गरेर मात्रै पुग्ने हो र क्षमता बिल्डअप गर्नलाई नेतृत्व जुन गरिरहेछ समाजमा त्यसले पनि त काम गर्ने होला नि त क्षमताभित्र काम युवाहरूको क्षमताभित्र काम गर्ने होला उसको विचारभित्र काम गर्ने होला उसका मनस्थिति कस्तो छ उसको संस्कार कस्तो छ उसको सामाजिक स्कुलिङ कस्तो छ उसले कस्तो स्कुलिङ लिएर ऊ जन्मेको छ र कसरी क्षमता बिल्डअप गर्न सकिन्छ आमाको पेटबाट चाहिँ पक्कै सिकेर आएको हुँदैन त युवाहरूले यो समाजका अन्तर्द्वन्द्वभित्र सिकेर बुझेर सङ्घर्ष गरेर आएका हुन्छ त्यो युवाको विचारभित्र काम गर्नु पर्दैन नेतृत्व गरे मान्छेहरूले राजनीति गरे 30 वर्ष भयो भन्छ यार 40 वर्ष भयो भन्छ के हो ठिक छ त यार गर्नुस् राजनीति त्यो नगर भन्ने कुरा होइन राजनीति गरिरहँदाखेरि सामाजिक कामहरू गरिरहँदाखेरि समाजलाई दोष दिँदै रहँदाखेरि के समाजभित्र मेरो देन के छ त म सम्बन्धित ठाउँमा पुगेर सम्बन्धित ठाउँको जिम्मेवारी के छ र मैले कस्तो तरिकाले सम्बन्धित ठाउँबाट मेरो समाजलाई परिवर्तन गरेको छु कि गरेको छैन भन्ने कुराहरू के नेतृत्व गरे मान्छेले नसोच्ने हो त के सोच्नै नसक्ने हो त हाम्रा नेतृत्वहरू हाम्रा नेतृत्वहरूको समस्या कस्तो हुँदै आएको छ नि समाचार सुन्छु पत्रिका हेर्छु त्यो भित्र भएका कुराहरूको अन्तर्विरोध केलाउँदै त्यो भित्रका अध्ययन गर्दै त्यो कुरालाई बुझ्न खोज्दाखेरि उसले उसलाई दोषारोपण गर्छ उसले उसलाई गाली गर्छ उसले उसलाई चाहिँ नराम्रो भन्छ उसले उसलाई उसको कमजोरीहरू केलाउँछ यार नेपाली हो त हामी समाज र देशलाई बनाउँछु त होला हाम्रै दाजुभाइले केही गल्तीहरू गरेका छन् त्यो गल्तीलाई औँल्याउँदै अब आउने समयमा कसरी चाहिँ उसलाई राम्रो बनाउन सकिन्छ र त्यो भित्र प्र्याक्टिस किन गर्दैनौँ हामी कसरी चाहिँ युवाका विचारहरू पनि उत्पादनमुखी हुनुपर्छ हेर्नुहोस् हामी उत्पादनको कुराहरू मात्र गर्छौँ उत्पादन गर्नुपर्छ यो गर्नुपर्छ त्यो गर्नुपर्छ त्यो कार्यहरू गर्न उद्यमशीलताहरू गर्न पहिला तपाईको विचार उद्यमशीलता हुनुपर्छ तपाईको विचार चाहिँ उत्पादनमुखी हुनुपर्छ तपाईका विचारले नयाँ नयाँ कुरा सोच्दै तपाईलाई तपाईको मनस्थिति चाहिँ डेभलप गरे हुनुपर्छ अनि मात्र तपाईले त्यो विचारलाई आफ्नो कर्ममा चाहिँ डाइभर्ट गरेर आफ्नो व्यवसाय आफ्नो उद्यमशीलतामा लगाउने होला नि त त्यही भएर हाम्रा नेतृत्व वर्गहरू सचिनुपर्छ हाम्रा नेतृत्व वर्ग जसरी चाहिँ समाजभित्र एउटा वर्गलाई अशिक्षित बनाउँदै जसरी एउटा वर्गले शासन गरिरहेछ त्यसको अन्त्य हुनुपर्छ भन्ने कुरा हो हाम्रो त्यही भएर युवा समृद्धि अभियानले जहिले पनि आवाज के कुरामा उठाउँदै आएको छ भने अबका समाजमा अब्बल चेतना भएका युवाहरूको जमातलाई तयार गर्नुपर्छ हामीले जबसम्म हामीले युवाको विचारमा चेतना ल्याउन सकिँदैन गलत कुरा गरिरहेछ आफ्नो नेतृत्वले भन्दा त्यो गलतको लागि गलत भन्ने आँट आउँदैन क्षमता आउँदैन कहिले पनि समाजलाई डेभलप गर्नै सक्दैन हेर्नुहोस् है हामी त यो समाजको सानो तिनो मान्छे त हो हैन
जीवनभरि हामीले कर्म गर्दै केही हदसम्म तपाईँ हामी मिलेरै समाज बनाउने होला। त्यस समाजका हामी नै मान्छे हौँ र हामीले गर्ने क्रियाकलाप अब आउने भावी पुस्तालाई हामी कसरी चाहिँ अगाडि बढाउन सकिन्छ भन्ने कुराको परिकल्पना अब गर्न सकेन भने हाम्रो समाज द्वन्द्वतिर जाँदैछ। समाजभित्र भएका नकारात्मक तत्त्वहरूले समाजलाई टुक्र्याउन खोजिरहेछ। त्यो कुराहरूमा सचेत हुनुपर्छ युवाहरू, यसमा जागरुक हुनुपर्छ। युवा समृद्धि अभियानले उठाउँदै आएका आवाजहरू तपाईँहरूको आवाज हुनुपर्छ भन्ने हाम्रो धारणा हो। केही समय दिएर मेरो यी कुराहरू सुनिदिनु हृदय धन्यवाद।